सो होइन अलिकति हिँड्नु पनि पर्छ है, हेल्थको लागि राम्रो हुन्छ होइन। त्यस कारणले गर्दा मान्छेलाई अहिले अनेक किसिमको बिमारहरूले है रोगहरूले पक्रिआएको छ है। किन भन्दाखेरि चाहिँ यो बेसी क्या मान्छे पसिना नबगाएर नहिँडेर है बेसी क्या मान्छेले आफ्नो जिउलाई। हेलो गाइज, गुड आफ्टरनुन है सम्पूर्णलाई। आज भने चाहिँ हामी त सरोज भाइ छ होइन, दाजुभाइ चाहिँ रम्फूबाट आएको है। आज चाहिँ गाडी घोडा केही छैन, हिँडेर आएको होइन। हो कि न सरोज भाइ? हो नि हो गाइस, गाह्रो छ हिँड्नु परेको छ आज चाहिँ। अब कोही बेला चाहिँ यसरी हिँड्नु पर्छ होइन, यसो जिउको लागि राम्रो हुन्छ भनेर चाहिँ आज चाहिँ दाजुभाइ चाहिँ हल्का पानी परेको दिनमा हो शीतल शीतल हुन्छ भनेर चाहिँ हिँड्दै आउँदैछ होइन गाइस। यसरी नै तपाईँलाई म यहाँको नजर पनि देखाइदिनेछु होइन, के कस्तो देख्छ है। हल्का अब यहाँ रुटहरू छ हो, त्यही कारण हेर्नुहोस् है गाइस, यहाँबाट चाहिँ यस्तो देख्छ है। यहाँ तल देख्दै गर्नुहुने चाहिँ यो रम्फू खोला है गाइस, हेर्नुहोस् है। भाइ चाहिँ यताबाट हेर्दैछ होइन। सो अब हामी चाहिँ घर आइपुग्नु आँटिसकेको छ है। अनि यहाँ हेर्नुहोस् हल्का कुहिरो लागिरहेछ हो। अहिले भने चाहिँ पानी परेको छैन है, लगातार पानी परिरहेको थियो बिहानदेखिको है। अहिले भने चाहिँ ठप्पर रहेको छ है, पानी चाहिँ राम्रो दिन भएको छ हो। मजाले दुईजना चाहिँ अब मजाले उकालो यतै जाँदैछौँ, घरको नजिकै पुग्दैछौँ हामी है। अन्त के कस्तो लाग्यो केटा हिँड्दाखेरि? गाडीमा हिँड्दा र यसो खुट्टाले हिँड्दाखेरि के फिल हुँदो रहेछ? कस्तो हुँदो रहेछ नि अब हिँड्दाखेरि त हो। गाडीमा भन्दा एकैछिनमा पुग्ने अब, तर हिँडेर जाँदाखेरि चाहिँ अब साह्रै पऱ्यो है, गाडै पऱ्यो होइन। अब अलिकति जिउलाई पनि त अलिक राम्रो हुन्छ है। जिउ बिग्रेको छ एकदम अहिलेको सबैको क्या मान्छेहरूको जिउ एकदमै बिग्रेको छ, खालि गाडी घोडा क्या। त्यसले गर्दाखेरि चाहिँ मान्छे चाहिँ हिँड्नै मान्दैन आजकल हो। अब कति जानु पनि गाडी केही न, गाडी छैन भने स्कुटी हो, बसेर क्या भनौँ न अब सुविस्ता भएर आराम बेसी। त्यही कारणले बेसी नै जिउलाई आराम दिनु हुँदैन है। हामी जस्तो हिँड्नुपर्छ बेला बेला होइन। रम्फूदेखि चाहिँ दुईजना हिँड्दै आएको है। यहाँ त चाहिँ के भन्नु मन लागेर यसो अलिकति भिडियो बनाएको होइन तपाईँहरूलाई पनि। अनि तपाईँहरू सबै ठिकै हुनुहुन्छ होला है। अस्ति बुधबारदेखि चाहिँ लगातार पानी पर्दैछ है, अलिकति सेफ बस्नुहोस् है। जति पनि हाम्रो खोलाको छेउछाउ बस्नुहुन्छ है। अनि भिरपाखा त्यो पहिरोहरू आउने चान्सहरू एकदम हुन्छ क्या अहिले चाहिँ। पानी लगातार आइरहेको छ, लामो पानी आइरहेको छ नि त, त्यसले गर्दा भिजेको कारणले गर्दाखेरि पहिरोहरू आउनुहुन्छ है। एकदम तपाईँहरू जोगेर बस्नुहोस् है। अब चाहिँ तर पानी पर्दैन जस्तो लाग्दैछ। अब यसो विचार गर्दाखेरि चाहिँ पानी पर्दैन जस्तो लाग्दैछ। हेरौँ अब के हुन्छ होइन। दिन चाहिँ उग्रिएको छ, उग्रिन्छ अबदेखि चाहिँ मजाले है। र हामी पनि यसरी हिँड्दै घर जाँदैछौँ होइन। हाम्रो गाउँ चाहिँ आइपुगिसकेको छ है। म अगाडि नै छ है, म तपाईँलाई देखाइदिनेछु है गाइस। हिँडाइ चाहिँ कडा छ दुईजनाको है, तर जस्तो मजा आयो क्या। अब एउटा एक्सपिरियन्स, आजभन्दा धेरै अगाडि चाहिँ यसरी हिँड्दै जानु पर्थ्यो है हामी रम्फू चाहिँ। यहाँ यस्तो रोडहरू केही थिएन है, र अहिले चाहिँ रोड बन्ने पछाडि चाहिँ हिँडेको थिएन नि त। सो यो चाहिँ अहिले रोड बन्ने पछाडिको चाहिँ हिँडाइ चाहिँ यही हो क्या हाम्रो। हामी हिँडेर रम्फूबाट घर आएको भनेको चाहिँ आजै हो, नत्र भने चाहिँ अब कि चाहिँ स्कुटी कि चाहिँ गाडी त्यस्तो क्या हिँड्नु चाहिँ ट्यापै मान्नु भने। आज चाहिँ यसो दुईजना सल्लाह गरेर चाहिँ हिँड्यौँ न त के हुँदो रहेछ। आजभन्दा अगाडि पनि त हिँडेकै हो, यही बाटो हिँडेको हो भनेर चाहिँ हिँड्दै आएको होइन। जोस् मजा आयो दुईजना है। गाइस बदमास गर्दैछ, केटाले ढुङ्गा हान्दैछ हो, बाँदर खेदाउँदैछ हो। खेदाउँदै फाइनली यताउता गर्दा